पढ्नुपर्छ मैले पनि। एउटा बाल कविता म यहाँहरू समक्ष प्रस्तुत गर्दैछु। पढ्नुपर्छ मैले पनि। एउटा सानो कापी किनी ल्याइदिनु न बाबा, एउटा सानो कलम किनी ल्याइदिनु न आमा, एउटा सानो कापी किनी ल्याइदिनु न बाबा। 5 वर्ष पुगे म त स्कुल जानु पर्यो, 5 वर्ष पुगे म त स्कुल जानु पर्यो, नभन्दै ऊ सानो कान्छो झोला बोकी झर्यो। 5 वर्ष पुगे म त स्कुल जानु पर्यो, नभन्दै ऊ सानो कान्छो झोला बोकी झर्यो। अब मलाई ढिलो हुन्छ भात पकाउनु पर्यो, अब मलाई ढिलो हुन्छ भात पकाउनु पर्यो। यही बेलामा पानी परी गर्नुसम्म गर्यो, यही बेलामा पानी परी गर्नुसम्म गर्यो। 5 वर्ष पुगे म त स्कुल जानु पर्यो, नभन्दै ऊ सानो कान्छो झोला बोकी झर्यो। यो सानोले राम्रै पढ्छ भन्नुहुन्छ दाइले, यो सानोले राम्रै गर्छ भन्नुहुन्छ दाइले, ज्ञानी बनी पढ्नुपर्छ होइन बाबा मैले। यो सानोले राम्रै पढ्छ भन्नुहुन्छ दाइले, ज्ञानी बनी पढ्नुपर्छ होइन बाबा मैले। ठुलो भएस ज्ञानी भएस भन्नुहुन्छ हजुरमाले, ठुलो भएस ज्ञानी भएस भन्नुहुन्छ हजुरमाले, डाक्टर भएस पाइलट भएस भन्नुहुन्छ हजुरबाले। ज्ञानी रहेछ धेरै पढ्छ भन्छन् मलाई गाउँघरकाले, ज्ञानी रहेछ धेरै पढ्छ भन्छन् मलाई गाउँघरकाले। यो सानोले राम्रै पढ्छ भन्नुहुन्छ दाइले, ज्ञानी बनी पढ्नुपर्छ होइन बाबा मैले। पढी लेखी धेरै कुरा बुझ्नुपर्छ ज्ञानी बनी, पढी लेखी धेरै कुरा बुझ्नुपर्छ ज्ञानी बनी, देशको खातिर धेरै काम गर्नुपर्छ मैले पनि। पढी लेखी धेरै कुरा बुझ्नुपर्छ ज्ञानी बनी, देशको खातिर धेरै काम गर्नुपर्छ मैले पनि। एउटा सानो कापी किनी ल्याइदिनु न बाबा, एउटा सानो कलम किनी ल्याइदिनु न